आज मिति 2081 साल चैत्र 22 गते शुक्रबारको दिन म र मेरो श्रीमती बुटोलको सिद्धार्थ केबल कारमा घुम्न आएका छौँ। यो पोल चाहिँ खतरा 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 गर्छ के यो मेरो जीवनको जिप लाइनको पहिलो अनुभव हो। केबल कारको ए केबल कारको कि ल म मेरो भिडियो गर अलि राम्रोसँग कस्तो सुक्यो। आहा राम्रो आहा के भन्ने मैले ऊ हेर्नुहोस् फेरि अर्को केबल कार आउँदैछ। हेर्नुहोस् देख्नुभयो मान्छे घुमेर नभएर होला नि त त्यहाँ नि घुम्नु भइन्छ होला। ए आफ्नो मर्जीले फर्किनु पाइयो फेरि नै कति समय फिक्स यति जङ्गलमा आउँदा नि कहाँ हावा हजुर 8जनाको सिधा हामी भिडियो गर्दै यता हेर्नु न के गरिनु भयो यस्तो म बस्न त उसो यो यिनी अरू सामान ल्याउने उसो के हारको लुम्बिनी केबल कार हेर्नुहोस् लुम्बिनी केबल कार बजार बजार देखाउन त बजार बजार जानु न यहाँ खिच्दै तलपट्टिको बेस अब थाहा हुन्छ कि यस्तो रहेछ त्यतापट्टि त मैले चाहिँ के कन्टिन्यू भयो नि माथि कुन पोइन्ट अरे कुन पोइन्ट अरे माथि सीमा माथि नुवाकोट नुवाकोट 26वटा रहेछ नि त्यहाँ मस्तो रहेछ नि केबल कार है लगानी त कति लगाएको रहेछ नि त यस्तो यो त बहुत लगानी त मजाले लागेको हो हेर्नु कस्तो घुमियो अनि कति पावर चाहियो होला यसलाई के भएर के यो जे होस् एउटा नयाँ राम्रो अनुभव छ हाम्रो लागि अविस्मरणीय अनुभवको अनुभूति छ हामीलाई। बन्द गर भाइ ठ्याक्कै 3 मिनटको बनाउँछु मैले यसरी वन जङ्गल भिरपाखा डाँडा काँडा आइरहेको केबल कार देख्न सकिन्छ। ल ठ्याक्कै हात्तीहरू बिचरा त्यहाँ पैसा नदिई हिँड्दै आउँछन् क्या हेर तल सीमा तल हेर न सीमा यो त म त खालि यसमा खासै डर लाग्यो उसको होइन त्यो उस मनका भने कति अल्को हो यता हेर्नु हेलो हाई हाउ आर यु हल्का भिडियो बनाएँ युट्युबमा राखेँ मैले आउनु अरू नीति गर्दा गर न हजुर अरू नीति गर्दा गर न लाउनु पनि गर्दैछ त गरिरहेको त छु खै बनाएछ रहेछ उता त भिडियो गरी केरा के यो चाहिँ फिक्स रहेछ यसमा चिप्केको रहेछ हिँड्ने चाहिँ यो तार रहेछ कि बुझ्यौ तारमा हिँडेको होइन कि हो तारै लिएर हिँड्ने हामी बुझ्यो कि नै हो ल ल त्यसरी के त्यतिको घुम्छ होला पनि त्यो तारलाई सप्लाई गरेर के त त्यहाँ त त्यसो चक्का जस्तो हो के अरे ल पुरै तारै घुम्यो तर त्यस्तो लाग्दैन होला है तारै लिएर होइन हामीलाई चाहिँ एक ठाउँ छोड्न सकिँदैन हामीलाई भिडियो गरी पठाइन्छ खै 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 ए खतरा देखिन्छ त सीमा ल हामी अहिले
दिउँसोको 2:30 2:30 बजे सिद्ध बाबा केबल कारबाट ओर्लिँदैछौँ। यो दृश्य हेर्न सकिन्छ जुन अविस्मरणीय छ। निकै रमाइलो लागिरहेको छ। यहाँ तल केराहरू छन्। केराहरू सायद मान्छेले नै रोपेको हुनुपर्छ। अनि घना वन जङ्गल अनि पारी देख्न सकिन्छ। अनि लौ मेरो भिडियो बनाउँदै यहाँबाट हल्का अनि म शिवकुमार सुनार। यसमा ठिक लाग्छ जिप लाइनमा। यसमा ठिक लाग्छ जिप लाइनमा। दुइटै तल गर्नुपर्छ कि त्यसमा एक्लै पनि भयो, यस्तो बक्स पनि भएन। भिडियो गरिरहेको यसमा त कान बुझ्जे जस्तो हुन्छ न। हावाको प्रेसरले त्यसले गर्दा हो कि के भयो।